फेरि नानीको घरको आमा हाई गाइज वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल दुर्गा ब्लग्स। सो हजुरहरू सन्चै हुन्छ होला भन्ने आशाका साथमा म फेरि पनि एउटा नयाँ भिडियो लिएर आइसकेको छु भने साथीहरू आज चाहिँ एकदमै धेरै स्पेसल भिडियो हुनुवाला छ। किन भन्दाखेरि चाहिँ हजुरहरूले थम्बनेल हेरेर थाहा पाइसक्नु भइसक्यो होला, हाम्रो घरमा चाहिँ एउटा नयाँ पाहुना आउँदै हुनुहुन्छ। सो त्यसकै लागि चाहिँ हामी जाँदैछौँ हस्पिटल। दिदीहरू चाहिँ अघि गइसक्नु भइसकिसक्यो, बट म चाहिँ गएको छैन। अब हामी सँगै पनि जान सक्छौँ, के हुन्छ थाहै छैन। अनि यहाँनिर चाहिँ साथीहरू यहाँनिर चाहिँ हस्पिटल ब्याग पनि रेडी भइसकिसक्यो। अब चाहिँ हामी जान्छौँ हामी सानो नाना मुन्ना पाहुनालाई लिनका लागि। तपाईँहरू भिडियोमा लास्टसम्म हेरिदिनु होला। लास्टमा चाहिँ म भन्नेछु कि बोय भयो कि गर्ल भयो भन्ने कुरा चाहिँ साथीहरू एकदमै धेरै एक्साइटेड छु म बोक्नको लागि। रहा नहीं जाता, तड़प ही ऐसी है ना। नहीं सुके। अनि साथीहरू के अरे अब हस्पिटलमा चाहिँ त्यति धेरै भिडियोहरू बनाउन ओर्न पाउँदिनँ होला म। त्यही पनि अब त्यो हस्पिटलमा बोलेर ओरेर भिडियो बनाउन पाइएन रहेछ भने चाहिँ म थोरै भिडियो गरेर खिचेर चाहिँ म राखिदिनै दिन्छु। बट भिडियो बनाउन पाइएछ बोलेर ओरेर भने चाहिँ ठिकै छ, केही छैन। म त्यो भिडियो पनि बनाइ नै हाल्छु। मिलेन रहेछ भने चाहिँ म थोरै क्लिप गरेर पनि हालिदिनेछु साथीहरू। अब हेरौँ के जाति हुन्छ। म त एकदम धेरै एक्साइटेड छु साथीहरू। अब चाहिँ यहाँनिर हाम्रो यति धेरै सामान रेडी भइसकिसक्यो हस्पिटल जानका लागि। यहाँ हेर्नु न, यसरी हेर्दाखेरि चाहिँ अर्कै देखिन्छ। मेरो क्यामेरामा चाहिँ कस्तो नराम्रो देखिरहेछ, माइन्ड नगर्नु होला साथीहरू। भाइ कि बुइनी एउटा हुन बुइनी यहाँनिर चाहिँ सबैजना जाँदै हुनुहुन्छ। यता चाहिँ हस्पिटल ब्याग रेडी भइसकिसक्यो, यता चाहिँ लुगा। अनि हामी चाहिँ सबैजना गइसकिसक्यौँ। अब चाहिँ हामी जाँदैछौँ गाडीमा चढेर साथीहरू। बाई गाइस साथीहरू, हामी चाहिँ हस्पिटल आइसकिसक्यौँ। मैले चाहिँ घरको अलिअलि कामहरू भ्याएर आइसकिसक्यो। म चाहिँ आएको थिइनँ नि त, बेबी चाहिँ अहिलेसम्म भएको छैन। अब हेरौँ कतिखेर हुन्छ भनेर, के हुन्छ भनेर म त हेर्न एकदम धेरै एक्साइटेड छु साथीहरू। आमा चाहिँ यसरी बसिराख्नु भएको छ साथीहरू। अनि यता बुवा र आमा कुरेर बसिराख्नु भएको छ। कतिखेर आउने हो त्यो चाहिँ थाहा छैन नानी चाहिँ। साथीहरू अब चाहिँ हामी घर जाँदैछौँ। बेलुकाको 10:30 भइसकिसक्यो। कतिखेर नानी हुने केही टुङ्गो पनि छैन। त्यो साथीहरू अब चाहिँ 10:30 बजीतिर हामी घर आइसकेको थियौँ भने अहिले चाहिँ हामी 6 बजे जाँदैछौँ हस्पिटल। अहिलेसम्म भएको चाहिँ छैन, अब कतिखेर हुन्छ थाहा छैन, हेरौँ। साथीहरू मैले चाहिँ नि के काम गरेछु भन्दाखेरि नि बिर्सेछु क्या भ्लग बनाउने। म त यस्तो पागल छु नि। अब चाहिँ नानीलाई चाहिँ बाहिर ल्याउँदै हुनुहुन्छ। अनि यहाँनिर चाहिँ यता बस्नु भएको छ, म देखाउँछु। यता चाहिँ बेबीको हजुरआमा बसिराख्नु भएको छ भने यता चाहिँ बेबीको काकी काकी बस्छ। यता चाहिँ काका हुनुहुन्छ नि, यता चाहिँ भतिज छोरा दाइ बसिरहनु। चिनी खान मन भनेर चिनी यहाँ छ। आमा चाहिँ हामी नानी बसिरहेको छ। आमा उता हुनुहुन्छ, भाइ यता सुतिराख। नानी र घरको आमा चाहिँ माथि हुनुहुन्छ। चाहिँ नानीको घरको आमा। लुक
यहाँ हेर्नु दुध खाँदैछिन् अनि यता चाहिँ आमा नानीको आमा हुनुहुन्छ अनि यता चाहिँ नानी आमाले खुवाइदिँदै हुनुहुन्छ हिचकी गर्दै रहेछ नि बाडुल्की आएको रहेछ भयो अगाडि तान्दा तान्दा आमाको दुध त खाएन नि एकचोटि पनि होइन अघि मेरो अगाडि हेर्नुहोस् कति क्युट छ अनि यता चाहिँ बसिरहनु भएको छ आमा यता हुनुहुन्छ म चाहिँ नानी बोकेर बसिरहेको छु लु खाइ 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 अघिदेखि अनि काट्नु खोजेको रहेछ ल अहिले मुख यत्रो टुपुक्क गरेको मुख बनाइ त तपाईँलाई नि मात्रै हेरेको हेरेछु चिसोमा एसीको मुनिबाट बसिरहेछ रातिको चाहिँ कति बजेको छ भने नि गाइस 1:30 भएको छ रातिको हस्पिटलमै छु सबैजना सुतिरहनु भएको छ पाइपले आयो यस्तो अल्छी लाग्दैछ भर्खर सुतेको नि त नानी अनि त्यसैले साह्रो बोल्दैछु माथि आँखाको दृष्टि 4 महिना मात्रै यस्तो मजा One eternity later. गाइज मैले चाहिँ बिचको भिडियोहरू बनाउन पाइनँ सरी त्यसको लागि चाहिँ किन भन्दाखेरि चाहिँ अब के थियो नि त त्यहाँनिर अनि त्यही भएर चाहिँ मैले त्यसको कारणले गर्दाखेरि चाहिँ पुरै भ्लग चाहिँ बनाउन पाइनँ तर हस्पिटलमा बसेको पनि 3 दिन भइसकिसक्यो नि त अनि अब 3 दिन पछाडि चाहिँ आज छुट्टी दिँदैछ डक्टरले अनि त्यसैले चाहिँ घर आउँदै हुनुहुन्छ आज अनि म चाहिँ अघि आइसकिसकेँ अब पहिलोचोटि लक्ष्मी घरभित्र प्रवेश गर्दै हुनुहुन्छ त अलिअलि के त गर्नै पर्यो त्यसैले चाहिँ तयारीको लागि चाहिँ म छिटो गरेर चाहिँ यहाँनिर अब डेकोरेसनहरू हल्का गर्नको लागि चाहिँ आएको छु हेरौँ कस्तो हुन्छ साथीहरू डेकोरेसन गरिसके पछाडि चाहिँ म देखाउँछु बट अब डेकोरेसन गरेको चाहिँ भिडियो खाँचो बनाउन पाउँदिनँ होला यताउति कामको कारणले गर्दाखेरि त्यही पनि म सकेसम्म चाहिँ बनाउने कोसिस गर्छु र हजुरहरूले चाहिँ हेरेर साथ दिनु होला साथीहरू यहाँनिर भने चाहिँ हाम्रो के भन्छ त्यसलाई डेकोरेसन गर्ने सरसफाइ कार्यक्रम भइरहेछ यति धेरै फोन निस्किसक्यो नि यहाँबाट डेकोरेसन कस्तो हुन्छ भन्ने हजुरहरूलाई एक्साइटेड होला गाइस यहाँ के अरे तल कार्पेट ओछ्याउनलाई कार्पेट बोकेर हिँडिरहेछ होइन कार्पेट ओछ्याउनु पऱ्यो नि डेकोरेसनको लागि पुच्छर भएर हिँड्दैछु कुच्चो मात्र आयो टक्कसँगले यहाँ सिडमा चाहिँ अर्को व्हाइट कलरको छ होइन रहेछ त नि यस्तो साइजको ऊ पर अलिकति छाड्नुपर्छ किनभने अलिकति ए कतिसम्म छ हेर ल एकछिन आलु झारेको छैन ठिक्कको छ यतिको त ठिक्कको हो होइन तलसम्म झार्नु हुँदैन यस्तो भयो नि यहाँ डबल टेपले टेप उयो गरिदिनु पर्छ जान तपाईँ लिएर आउनु म यहाँ खुरुम हेर्न रियल लाइफमा कति राम्रो छ मेरो क्यामेरामा हेर्न गु जस्तो डिस्प्ले हुन्छ मलाई साँच्ची कस्तो नराम्रो देखिँदैन क्यामेरामा अनि यहाँ चाहिँ त्यही त यहाँ त के ओछ्याउनु भनेर सोध्दैछु तपाईँले त्यही भएर त उता आदि नहुँदा पनि केही हुँदैन क्या यहाँसम्म चाहिँ पुरै हुनुपर्छ तँले बढाएर म माथि गर्छु ल काँटी पनि रहेछ यहाँ हेर काँटी पनि छ है ल साथीहरू म चाहिँ डेकोरेसन कम्प्लिट भयो कि छैन हुन चाहिँ हाल्दैछ तल चाहिँ गर्दैछौँ अनि हाम्रो डेकोरेसन चाहिँ यता के भन्छ त्यसलाई यहाँनिर कोठामा हुने हो नि त यतापट्टि अनि
ला म कहाँ आएको अझै एउटा कार्पेट चाहिँ चाहिने रहेछ हामीलाई यहाँ सिडीमा पनि राख्दा कस्तो राम्रो देखिन्छ नि त अनि साइड साइडमा फुल हुँदा कति राम्रो देखिन्थ्यो तर हुन्छ कि हुँदैन मैले टेप पनि भेटाइहालेँ बट अर्कोमा कार्पेट पनि हेर्छु ग्रिन कलरको त कति राम्रो भएको छ सिडीमा ओछ्याइदिउँ क्या मुनि भन्दा पनि बरु सिडीमै राम्रो देखिन्छ सिडीमा चाहिँ सेतो कपडा ओछ्याउँदा राम्रो देखिन्थ्यो भनेको बट एउटा मात्रै रहेछ क्या हो ग्रिन कलरको कार्पेट चाहिँ ए सबै यस्तो मात्रै रहेछ नि त नि यस्तो त ठुलो मात्र हो नि त्यो हरियो चाहिँ हामी सिडीमा राख्ने भयौँ ल तो यहाँदेखि यहाँसम्म सिडी कहाँसम्म पुग्छ ले त नभए कैँचीले काटी पो दिन्छु त बिचमा नि तो यहाँनिरको सिडीमा छ यसरी यहाँ भुइँको सिडीमा यति ओछ्याउनु कस्तो देखेर यहाँदेखि यहाँसम्म टक्क पुग्यो भने त काटी पो दिन्छु कैँचीले म त यहाँदेखि यहाँसम्म भुइँमा टक्क पुग्यो भने क्या ए यता माथि ओछ्याउने यहाँ त त्यहाँ आउँदैन यहाँ तल नभएर अहिले चाहिँ हामीले यहाँ सिडीमा गर्ने भनेर सोचेको जस्तो त कहाँ हुन्छ त अनि भएन सोचेको जस्तो त हुँदैन या खुट्टै दुखिसक्यो सकिँदैन नि भने जस्तो कहिले हुँदैन यसलाई भन्छ होइन के दे? त्यसले त अय्या हो उनीहरूले त सिडीमा ए के भन्छ त्यसलाई कार्पेटमा कार्पेटमा यसरी उयो लगाएको हुन्छ गुलु ग्लु लगाएको हुन्छ अनि ट्यापाके पारेर अडिहाल्थ्यो नि तर राम्रो चाहिँ राम्रो देखिने नि अनि हामीले डबल टेपले हुन्छ जस्तो भइरहेछ भातले टालिदिन्थ्यो गाइस हाम्रो चाहिँ यहाँ डेकोरेसन हुँदैछ यता चाहिँ फुल काट्ने हुँदैछ होइन यता चाहिँ वेलकम हुँदैछ बेबी मात्रै देखाउनु वेलकम पनि यहाँनिर चाहिँ फुल देख्छ वा अनि यहाँनिर भित्र हाल्ने अहिले यसरी पानी हालेर यहाँ यसमा चाहिँ म अब फुल हाल्छु मिलाएर चाहिँ guys, हाम्रो चाहिँ डेकोरेसन अलवेज रेडी हुन आँटिसक्यो अलमोस्ट यहाँनिर चाहिँ यता छ यस्तो छ नि यता चाहिँ यस्तो छ वालकाटी तल छ स्टाफलाई माग्दै वालकाटी किन हुँदैन यहाँनिर यतातिर हुँदैछ भन्ने यता तल चाहिँ अहिले देखाउँछु सिटीतिर चाहिँ बाहिरतिर चाहिँ त्यस्तो छैन अब यहाँनिर चाहिँ फेरि तनाउ छेउछ नि व्हाइट कलरको फाइनल डेकोरेसन पनि भइसकिसक्यो अब चाहिँ म देखाउँछु ट्यान यस्तै रहेको छ यता चाहिँ बेलुनहरूको अनि बाहिर तल चाहिँ कस्तो भएको छ म देखाउँछु ल इन्ट्री चाहिँ यस्तो भएर यस्तो छ इन्ट्री चाहिँ यहाँदेखि मैले यहाँनिर के अरे योनिर यो चाहिँ के अरे रङ राख्ने हुन्छ यहाँ चाहिँ अनि यहाँनिर चाहिँ खुट्टा टेक्ने हुन्छ म मिलाउँदैछु साथीहरू
यस्तोसम्मको डेकोरेसन भएको छ। अब यहाँनिर चाहिँ रङ हुन्छ भने यहाँनिर चाहिँ हुन्छ। अब सिडीमा पनि एक दुईवटा फुल त्यहाँ हेर न कुकुर कस्तो सुतेको उयसमा आएर। अनि यतापट्टि चाहिँ यहाँनिर चाहिँ अब यतापट्टि चाहिँ वेलकम भनेर लेख्नुपर्ने हुन्छ। कति राम्रो छ रियल लाइफमा। मेरो फोनमा हेर्न कस्तो देखेको नि, क्यामेराको क्वालिटी अनुसार पनि हुँदो रहेछ हौ, कति राम्रो छ। अनि गाइस रुमको डेकोरेसन त मैले अघि पनि हजुरहरूलाई देखाएकै थिएँ भने म फेरि पनि देखाउँछु गाइस। ट्यान कति राम्रो छ है, कति राम्रो भएको छ झन्। त्यो सिटिङ रुममा चाहिँ यति यस्तो यस्तो मात्रै छ, केही छैन। यहाँनिर इन्ट्रीमा राम्रो भएपछि अरू के चाहियो र। चाहिँ डेकोरेसन भएको छ। अब यहाँनिर चाहिँ नानीले के अरे खुट्टा राखेर यहाँनिर चाहिँ टेक्छिन्। कति राम्रो, कति क्युटी, कति राम्रो। अब यहाँनिर चाहिँ बिचमा वेलकम लेख्छौँ गाइस। कुकुरलाई हेर्नु न मस्त छ, कुकुरको लाइफै अर्कै छ नि साथीहरू। अब चाहिँ हाम्रो यहाँनिर गेट चाहिँ सजाउने गेट सजाउने पालो हुँदैछ। यहाँनिर हामीले तल गेटमा चाहिँ वेलकम लेख्दैछौँ। अब चाहिँ नानी आउँदैछन् घरमा। हाम्रो चाहिँ फुल डेकोरेसन भइसकिसक्यो। तिम्रो आगमनले खुसी बन्थ्यो जीवन, तोते बोली सुन्दा भरि आउँथ्यो यो मन। आमाको छ ममता, बाबाको छ प्यार, आऊ तिमी आऊ जीवन हर पारा। ताती 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 पाइला चल्नु, तोती 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 बोली बोल्नु, खल्लो छ जीवन हाम्रो, आएर मिठास घुल्नु। नानी बुवाले के भन्नुभयो? फाइनली घरमा प्रवेश पनि भइसकिसक्यो। अब भने चाहिँ यो ब्लगमा एन्ड गर्नुपर्ने हुन्छ। थ्याङ्क यू फर वाचिङ गाइज। माया र सपोर्ट गर्दै गर्नु होला। बाई बाई।